आमा लुट्यो यार तपाईको यो पाल बन्न लागिसक्यो हैन यो फुललाई कति पर्छ हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल के छ खबर सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु के गर्दै हुन्छ सबैजनाले खाना खाइसक्नु होला म पनि खानासाना खाएर म चाहिँ आज यसरी गोठालो हिँडिरहेको छु हैन बाख्रा चराउन हिँडेको अब यो बाख्रालाई चाहिँ सर चढाएर आज पेटसेट अगाउन हालेर चाहिँ घर लिएर जान्छ मेरो जिम्मा हो हैन नि सत्तै यतै चराउने हो यतातिरको भ्यू हेर्न सक्नुहुन्छ हैन अब तराईतिर गर्मीले बसि नसक्नु छ हैन पहाडतिर छुट्टिएको छु सर छुट्टीमा चाहिँ यस्तो हैन खोला नालातिर सर बाख्रा डुलाउने घुमाउने हैन यसरी नै चलिरहा अब गाउँमा त्यही त हो गाउँले जिन्दगी अब यस्तै हो हैन केही न केही त काम गर्नै पर्छ यहाँ गाउँमा हैन त्यसैले खान पाइँदैन हैन सो म चाहिँ त्यही नारालाई चाहिँ त्यही मूललाई चाहिँ एकदम मध्यनजर गरेर बाख्रा चराउन आएको छु हैन यहाँ हाम्रो ठुलो हुनुहुन्छ हैन सरलाहरू यहाँ माथि चाहिँ पानी भर्ने ट्याङ्की छ त्यहाँ केटाकेटीहरू नुहाइरहन हैन यहाँ माथि वडा कार्यालय छ हैन सर र यतातिर चाहिँ हाम्रो घर हो हैन चलाएर नाइस यार बबाल दामी मौसम चाहिँ यस्तो दामी छ नि आमामा कुरै छोडौँ हैन आनन्द शीतल हैन बबाल छ यो बाख्राहरूले चाहिँ मलाई आज एक ठाउँमा बस्न दिँदैन हैन त्यस्तै लागिरहेको दौडै छ तलै पुगिसक्यो हैन अनि के छ खबर धेरै दिनपछि आज मैले चाहिँ भिडियो बनाइरहेको छु हैन अब समय पनि नमिल्ने भिडियो गराउनलाई हैन त्यही भएर आज चाहिँ यसो समय जुटाएर चाहिँ मैले भिडियो गरिरहेको छु हैन खाली समयको ठ्याक्क सदुपयोग गरेर ठ्याक्क यहाँ चौर हो हैन यहीँ हो बाख्रा चराउनु चाहिँ सरेर चढ्छ नि चढ्ने भन्दा नि यिनीहरू यहाँ खुट्टा तन्काउन आउने हो हैन अब घरमा बाँधिरहेको हुन्छ नि त अब यहाँ सरेर खुट्टा सुट्टा तान्छन् उता दौडिन्छन् भ्यू हेर्नु न आमामा मौसम हेर्नु न यस्तो मजाको छ क्या बिहान चाहिँ हल्का हल्का पानी परिरहेको थियो हैन अहिले चाहिँ पानी सानी परे होइन चट्ट यस्तो शीतल वा यार ओ मैले एकदमै यहाँबाट सम्झिन चाहेँ होइन हाम्रो लुमाकान्त भुषाल दाइलाई होइन उहाँले अघि भर्खर फोन गर्दै हुनुहुन्थ्यो उहाँले चाहिँ फोन गरेर गरिम भएर यस्तो गाह्रो भयो भाइ यस्तो गाह्रो भयो रातभरि लाइन काट्दै होइन भन्दै हुनुहुन्थ्यो सो मैले तपाईँलाई चाहिँ स्पेसल मैले यहाँबाट सम्झिन चाहेँ होइन मैले अलिकति तपाईँलाई यहाँबाट हावा पठाइदिँदैछु है दाइ यही भिडियो मार्फत होइन यो भिडियो चाहिँ हेर्नु होला तपाईँले है यो भन्न चाहन्छु अनि के छ कसो छ बर्खा लागेको छ होइन सबैलाई अब रोपाइ गर्न हतार होला यो बेला यो अहिले त होइन हाम्रो त अब यतातिर पानी आएपछि मात्र रोपाइ हुन्छ सो पानी चाहिँ आएको छैन होइन अलिअलि पानी आएर यो पानीले चाहिँ रोपाइ हुँदैन हामी चाहिँ त्यही भएर गाउँमा आउने त्यसै अलि नै हिँड्ने भइरह गाउँमा कोदो सोदो रोप्ने चाहिँ यताउता चाहिँ भइरह यस्तै हो गाउँको काम होइन नाइस यार ओ माई गड भ्यू त यस्तो बबाल यार मौसम यस्तो दामी यार ओ पहाड भनेको पहाड हो कसम यार कसम यार लाइफमा कहिल्यै छोडेर नजाउँ जस्तो ठाउँ छ हो यो ठाउँ त यार यो बाख्राहरूले चाहिँ आज मलाई निकै नै दुःख दिन्छ जस्तो लागिसक्यो मलाई चाहिँ होइन धेरै तल पुगिसक्यो होइन म त यहाँ माथि छु अब यस्तो छ होइन यहाँबाट अब खतरा खुत्रु माकुरी यो जङ्गल होइन त्यतातिर जान पर्ने गरायो होइन सो अलिक गाई गोरु चलाउनु चाहिँ अलिक सजिलो हुन्छ होइन तिनीहरू चाहिँ यस्तो दौडिँदैन होइन यो बाख्रा चाहिँ यस्तो गाह्रो क्या होइन चढाउन होइन यो मुलाहरू यस्तो छ्यास्सो पानी आयो भने नचढ्ने यसो भिजेको घाँस पनि नखाने बाख्रालाई चाहिँ स्याहार सुसार गर्न साह्रै गाह्रो होइन आमा छेर्ने अझै है यिनीलाई रुगा लाउने अनेक हुने क्या होइन तर बाख्रा अब गाउँमा अब सबैले बाख्रा पाल्न लाग्यो होइन भनेर हामी पनि अलिअलि भयो भने बाख्रा पाल्नुपर्छ है यसो 1-2 पैसा भयो भने आम्दानी होला भन्ने हिसाबले चाहिँ बाख्रा राखेको होइन यिनीहरूलाई लास्टै गाह्रो हो यिनीहरूको स्याहार सुसार गर्न यति दौडिन्छ कहाँ तल पुगिसक्यो क्या कसम यार यिनीहरूको त आज मजाले एक्सर्साइज हुने भयो होइन मजाले दौडाउने भयो खाना पनि अब मजाले पच्ने भयो आज चाहिँ होइन तल देख्न सक्नुहुन्छ होइन ओ त्यहाँ चरिरह होइन सो यहाँ घरहरू छ होइन
चट्ट पारी घरहरू देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। चट्ट यतातिर पुरै घर हो क्या होइन। यस्तो नाइस छ क्या गाउँ आमामा पुरै राउन्डिङ घर छ क्या होइन। यस्तो यो खेतहरू देख्न सक्नुहुन्छ होइन। अब चट्ट खेत रोप्ने बेला भयो होइन। सबैले आली काला गरेर आमा लुट्यो यार। अब सबले होइन आली काला गरेर राखिरहन्। यस्तो छ। अब चप्पल पनि माटो यस्तो छ क्या चप्पल होइन। मैले चाहिँ यो 2072 सालमा 73 सालमा चाहिँ 9मा पढ्दा किनेको चप्पल हो होइन। यो चप्पल अहिलेसम्म चलिरह्यो, अहिलेसम्म छ यो चप्पल भनेपछि यो कति बलियो चप्पल होला कि यो। कसम यार मान्छु यार यो चप्पललाई म यार। मोरे च्यातिँदैन भने यो पुरै यो तपाईँको यो पाल पर्न लागिसक्यो होइन। तर यो च्यातिँदैन क्या यो चप्पल क्या। यस्तो बलियो कि कसम यार। आजकल यस्तो चप्पल आउँछ आउँदैन मलाई थाहा भएन होइन। तर यो चप्पल चाहिँ नाइस यार बबाल यार। यस्तो बलियो यार। चरिरहेको बाख्राहरू होइन। नाइस मजाले चर भाइहरू चर होइन। अब मजाले चढ्नुपर्छ। आमामा कुहिरो हेर्नु कुहिरो यस्तो दामी कुहिरो हत्तेसी यस्तो बबाल देखिन्छ कि ठाउँ यार। यस्तो भ्यू यस्तो बबाल देखिन्छ आमामा। यो पुरै पहिला चाहिँ यो सब यो खेतहरू थियो होइन। यो जति पनि तपाईँहरूले यो जङ्गल देख्नुभयो होइन। यो सब खेत थियो होइन। अहिले चाहिँ मान्छेहरू चाहिँ सब छोडे क्या, काम गर्नै छोडे क्या। सब यो खेतहरू चाहिँ सो अहिले चाहिँ बाँझै छ होइन। कति वर्षौँ भइसक्यो होइन। लगभग 5-7 वर्षै भयो होला यो खेतहरू छोडेको होइन। यस्तो बाँझो छ। अब मान्छेहरू अब काम गर्न छोडे होइन। गाउँ बस्न छोडे, सहरतिर जाने होइन। तिनीहरूलाई के थाहा त्यहाँ गएर पनि काम गर्न त पर्छ त। फेरि यहाँ त खाना कसले दिन्छ त्यहाँ पनि होइन। सो कति गर्मी छ तराईमा होइन। त्यो त हामीलाई थाहा नि यार, हामी बस्नेलाई थाहा नि त कति गाह्रोसँग बसिरहन् त्यहाँ भन्ने कुरा त। गाउँमा बस्नुको आनन्दै बेग्छ। स्वर्ग छ क्या स्वर्ग गाउँमा। अलिकता पैसा हुने हो भने, अलिकता सेवा सुविधा हुने भने यस्तो मजा छ नि कसम के। आनन्द बस्यो खायो होइन। यहीँ खेतीपाती अलिअलि आफूले खानलाई अर्ग्यानिक चिजहरू उब्जनी गऱ्यो, खायो, बस्यो। नाइस छ यार, नाइस यार कसम यार। गाउँको बारेमा त वर्णन गरेर कहिल्यै सकिँदैन क्या। त्यस्तो राम्रो चिज हो क्या गाउँ भनेको। त्यस्तो राम्रो ठाउँ हो क्या पाहाड भनेको यार। यसरी हुँदैछ मेरो ड्युटी चाहिँ है। यो चाहिँ बोका होइन। यो फुललाई कति पर्छ? 20 रुपैयाँ। यो त सुकेर जान्छ भन्दाखेरि मन परेको फुल सुके पनि रसिलो होइन। चट्ट होइन। अब भने जानुपर्छ घरतिर होइन। सायद बाख्रा पनि अब पकाइसके जस्तो छ। त्यही भएर बाटो लागिसक्यो। यतातिर देख्न सक्नुहुन्छ। यतातिर लाग्नु भनेको यता घर जाने होइन। सो घर जानु लागेको। सबैजनाले च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला है, लाइक कमेन्ट गरिदिनु होला। सबैजनाले आफ्नो ख्याल गर्नु होला। गर्मी छ मजाले पानी पिउनु होला। पर्खाको धान रोप्ने चतारो छ। आफ्नो स्वास्थ्यको पनि मध्यनजर गर्दै कामलाई पनि निरन्तरता दिनु होला। सबैजनालाई धेरै धेरै माया छ। ओके बाई बाई, टेक केयर गाइज।